सर हजुर यो के होला यस्तो थाहा छ हजुरलाई? हैन मलाई चाहिँ म पनि अचम्म परे। यो काठ जस्तो पनि छ, यो माटोको धिसको जस्तो पनि छ, के होला हजुर? सर यो भनेको धमिराको घर हेर्नुस्, देवल भनेर भनिन्छ यसलाई, धमिराको घर। हजुर हजुर आजको समयमा हेर्नुस् एउटा धमिराले पनि यस्तो राम्रो घर बनाएको हुन्छ। यसलाई आफ्नो घर कति प्यारो छ। तर विडम्बना हेर्नुहोस् आज नेपालमा नयाँ सरकारले सुकुम्बासीहरूलाई आफ्नो घर टहराहरू भत्काएर बेघर बनाएको छ। तर यो हेर्नुहोस् त यसले आफ्नो घर कति प्यारो छ भने तिनलाई पनि कति प्यारो होला। भन्दा एउटा जानवर एउटा सानो उसले पनि यत्रो मेहनत गरेर घर बनाएको छ, तिनले पनि जिन्दगीभर कमाएको घरलाई तोडेर अहिले बेघर बनाइरहेको स्थिति छ। यो एकदम सोच्ने कुरा हो। हेर्नुहोस् यो धमिराको घर। अनि यो यस्तै अझ माथिसम्म पनि पुर्याउन सक्छ यो अग्लो? यो त हेर्नुहोस् न त्यो एउटा सानो धमिराले यति माथि पुऱ्याएको छ नि त्योभन्दा माथि पनि पुर्याउन सक्छ। अचम्म रहेछ। अचम्मै रहेछ है। धन्यवाद जानकारी। धन्यवाद सर है।